कसैले पनि आत्तिनु पर्दैन। छाती थाप्छु भनेको छाती त थापिएकै छैन। ल रासोपाले ल्याइदिएको यो परिवार सुकुम्बासी परिवार भनेर यो देशभरि एउटा परिवार मलाई देखाउनुस्, एउटा मान्छे खडा गरेर देखाउनुस् न, एउटा पनि होइन। यो त पुराना राजनीतिक दलहरूले भोट बैंकका रूपमा आफूलाई खडा गरेर उनीहरूको समस्यालाई आफ्नो लाभका लागि प्रयोग गरेको भन्ने कुरा जगजाहेर छ नि। हो, हामी त्यसलाई समाधान गर्न चाहन्छौँ। समाधान गर्ने क्रममा अझ राम्रा तरिकाबाट समाधान गर्न सकिन्थ्यो कि? यस, सकिन्थ्यो, गरौँला पनि। तर फेरि पनि म रिपिट गर्छु साथीहरू, तपाईँ निर्धक्कका साथ के भन्न सक्नुहुन्छ भने अव्यवस्थित रूपमा खोलाको छेउमा असुरक्षित ढङ्गले बस्नुभएका र हाकाहाकी देखादेखि सोझै गैर कानुनी रूपमा हडपिएको अवस्थामा कदम चालिएको, त्यसभन्दा बाहेकका कसैले पनि आत्तिनु पर्दैन। त्यसका लागि छाती थाप्छु भनेको छाती त थापिएकै छैन। अहिले पनि सबैलाई लाल खुर्सा दिन्छ।